गुड मर्निङ इट्स के भन्छ लेट गुड मर्निङ किनभने म 8 बजे उठ्ने मान्छे हो 8 बजे उठेर म कहाँ जाँदैछु उठ्ने बित्तिकै मैले हेरेको थिएँ होइन फुलहरूलाई ओए एन्ड देन आई फाउन्ड के वाट आई फाउन्ड ओ माई गड कसरी जानु हौ हेर त मेरो सनफ्लावरहरूको हरिबिजोक भयो नि त मतलब मेरो जुन सनफ्लावरहरू छ नि तिनीहरू चाहिँ यसरी झुकेको हो के यसरी सब लाइक निहुरिरहेको हो के यसरी निहुरिरहेको वाह हा कस्तो राम्रो स्काई दामी देखियो त स्काई त है बिहान बिहान त परेवाहरू उडिरह ल वाह कस्तो राम्रो देखेको हो स्काईलाई कपडाहरू सुकिरहेको रहेछ नदेखाम्बो हेर न सनफ्लावरको लिटल लिटल पनि कति क्युट देखिन्छ म चाहिँ खासमा कहाँ जानु लाग्यो भने अम्बा पाकेको देखेँ मैले ए आमा मलाई फेरि यस्तो डर लाग्छ झाडी झाडीमा त्यही पनि म आइरहेको छु किनभने आमा अम्बा लगाउने त साथीहरू अबि सर्पु जस्तो डर लाग्छ कि प्लिज सर्पु नभयो यहाँ प्लिज हेर न एउटा फुल कसरी पानी परेको गरेर वाउ लुक एट द अम्बा लुक जस्ट लुक एट द अम्बा ओके कस्तो राम्रो ठिक्क पाकेको रहेछ यार नदेखेको भए त कुहिनी वाउ फाइनल्ली मैले टिपेँ यो चाहिँ पाक्दै है यिनीहरूलाई पाक्नको लागि छोडिदिउँ है वाउ देखो मैले क्या पालेँ अब कस्तो नराम्रो देखेको नि राम्रो हो क्या तर यो देऊ ए टिप्नको लागि आएको म यस्तो झाडीमा बाई अब बाई भन्न चाहन्छु कस्तो बोली नि अकमक्केको मेरो हेर न तिहारै आए नै फुलेको ह्याप्पी तिहार इन एडभान्स ओके यो चाहिँ के फुल हो यो फुलको नाम पार्वती फुल समथिङ मेरो चाहिँ ब्रेनले प्रोसेस गर्न टाइम लाग्छ क्या जे कुरा लागि अनि के हो भनेर सोध्ने बानी छ हो भन्नाले एकदमै लेट प्रोसेसिङ गर्छ वाउ सो रिटर्न हुम है त यस्तो झाडीबाट हेर यो पार्वती फुल कस्तो राम्रो ए सब सनफ्लावर त सब झुक्यो हौ सबै भयो पानी परेको गरेर ल साथीहरू हेर हामीले रोपेको धान कस्तो राम्रो भयो देख्यौ सो इट्स अर्ली त नभनौँ लेट मर्निङ भ्यू हाम्रोतिरको यस्तो जङ्गल त होइन कि लिची आँपको बगैँचा हो अनि हाम्रो घरको यो सराउन्डिङ हो हाम्रो चेरी नै फल्यो म देखाउँछु ल चेरी कहाँ छ भने म कस्तो लेट बोलिरहेको है म बोल्यो भने त आज अलिअलि त बोल्ने त भएको थियो तर पनि मैले चेरीको फुल चाहिँ देखेँ कहाँ गयो खै हियर इज द फ्लावर हियर इट इज यो चाहिँ फ्लावर भयो होइन मैले बेटी लुक एट हियर सानो हो कि देख्यौ यस्तो फल्यो कता फल्यो सो या मैले आमा कस्तो ब्लर भएको के मैले अम्बा टिपेँ अब अम्बा खानुपर्छ तर कस्तो पहिलो नदेखेको हो र क्यामेरामा कस्तो फोकस भएन छ क्या अब म देखाउँछु अरे स्टिल इट्स नट फोकसिङ वाइ वाट इज रङ विथ माई क्यामेरा एङ्गल देखाएको भयो म झलायो फ्यालिदिन्छु के फ्यालेपछि चाहिँ अनि आउँछ होला कि लिमिटमा कस्तो ब्लर भएको भाइ तल राख्यो भने पो हुँदो रहेछ त मलाई के थाहा त अनि ल बाई थ्याङ्क यू सो मच फर वाचिङ नवाचिङ भए पनि इट्स ओके बाई हियर इट इज हाम्रो बारीको खै बाबा सो कस्तो राम्रो भ्यू देखेको वाउ ल मैले त बाबा देख्यौ ओहो चराहरू कराइरहेको अरे त मलाई त बादलै मनपर्छ कि किन मैले खाएँ साँच्चै त अम्बा आइएम ह्याभिङ इट त्यसलाई यहाँ यस्तै मकै सुकाउँदैन भए छतमा धान फल्यो फेरि सिमेन्टीमा वा यहाँ कस्तो राम्रो देखेको नि हाँस्दै मकै सुकाउनु न गर्नलाई काठ लिएर आउँदै हुनुभयो
कहर ल्याउने त त्यत्रो काठ ए माथिबाट तलबाट तान्ने अब यस्तरी ल्याउनु भयो कहर जाने हो ए यस्तरी राख्नु भयो अब चाहिँ यो तलबाट अनि माथि आएर तान्ने होला देख्यौ